नमस्कार छ सम्पूर्णलाई। म चाहिँ आज हाम्रो गाउँको नाम कसरी रहन गयो भन्ने विषयमा केही कुरा भन्न गइरहेको छु। यसको पछाडि एउटा किंवदन्ती छ। मेरो ठ्याक्कै पछाडि देखिएको ढुङ्गा हो, ठडिएको र पछाडि रहेको पनि ढुङ्गा हो र यसलाई चाहिँ हाम्रो गाउँले संरक्षण गरेको अवस्था छ। संरक्षण गर्नु कारण भनेको यसको नाम चाहिँ रोबोथान है, रोबोथान भनेर भन्छ यसलाई। र यो चाहिँ विशेष गरेर रोबोथान हाम्रो गाउँको नाम चाहिँ रोबोलुङ र यो चाहिँ यही थानबाट हाम्रो गाउँको नाम चाहिँ रहन गएको मान्यता छ। मेरो पछाडि देखिएको ढुङ्गा चाहिँ एउटा प्रतीक हो। यसमा एउटा मिथक छ। के मिथक छ भने हाम्रो पुर्खाहरूले चाहिँ शिकार खेल्दै आउने क्रममा बँदेल मारेर ल्याइसकेपछि यही ठाउँमा बँदेलको आधी भाग चाहिँ काटेर लगेको र त्यस पश्चात बाँकी भाग चाहिँ छोडेको अवस्था र भोलि चाहिँ आएर लान्छु भनेर छोडेर जानुभएको अवस्था रहेको र त्यो भोलिपल्ट आएर हेर्दाखेरि चाहिँ शिलामा परिवर्तन भएको थियो अरे। त्यस पश्चात चाहिँ यसको नाम चाहिँ रोबोलुङ रहेको भन्ने मान्यता छ। रोबो भनेको चाहिँ बँदेल अथवा सुँगुर, लुङ भनेको चाहिँ ढुङ्गा भइहाल्यो। त्यसैले गर्दा रोबोलुङ भनेर हाम्रो गाउँलाई चाहिँ सुपरिचित छ अर्थात् चिनिन्छ। र यो हेर्दा पनि सुँगुरको आकृति अर्थात् बँदेलको थुत्नाको आकृति छ। यो ढुङ्गामा शिलामा हेर्न सकिन्छ ठ्याक्कै हैन। त्यो ठडिएको चाहिँ उसको बँदेलको अगाडिको मुख हैन, माथिको मुखको भाग पनि त्यस्तै ठ्याक्कै देखिन्छ र पछाडिको भाग चाहिँ बाँकी भाग अर्थात् त्यो ढुङ्गा चाहिँ पछाडिको त्यो बसेको ढुङ्गा चाहिँ आधी भाग काटेको पनि छ कि ठ्याक्कै देखिन आउँछ र त्यो हेर्न पनि मिल्छ। र तिर लागेको भाग पनि छ जुन चाहिँ यो कान्छी अमला चाहिँ अलिकति छिर्छ र यो चाहिँ अहिले त्यो ढुङ्गामा विभिन्न झारहरू पलाएर त्यो चाहिँ देखिएको चाहिँ छैन मैले। यसलाई चाहिँ विशेष गरेर अझै मजाले जीर्णोद्धार गर्ने अवस्था भइसकेको अवस्था रहेछ र यही रोबोथानबाटै हाम्रो गाउँको नाम चाहिँ रोबोलुङ रहेको भन्ने मान्यता रहेको छ। आफ्नो अब पहिचान हुन्छ, आफ्नो एउटा आइडेन्टिटी हुन्छ र हाम्रो आइडेन्टिटी यही हो। र यसमा चाहिँ वैशाख पूर्णिमाको अघिल्लो दिन हामीले पूजा गर्छौँ। यहाँ आएर गाउँको पूजा जस्तै हुन्छ हैन, सम्पूर्ण गाउँले मिलेर पूजा गरिन्छ, सुँगुर काटिन्छ, विभिन्न प्रकारको अन्न, नयाँ अन्न बालीहरू पनि चढाइन्छ र कुखुराहरू पनि काटिन्छ र पूजा गरिन्छ। यो चाहिँ मैले अघि भनिहालेँ बँदेलको अगाडिको थुत्ना ठ्याक्कै जस्तो छ त्यस्तै आकारको छ। माथि चाहिँ अलिक माथि चुच्चो पुगेको र तलबाट थोरै झर्दै आएको अवस्था र तल चाहिँ लामो ठुलो हुँदै गएको अवस्था छ हैन। यो शिला चाहिँ पहिलेदेखि यत्तिकै रूपमा ठडिएर आएको अवस्था, कसैलाई यसले केही नगरेको अवस्था र ठडिएको पनि हैन भन्ने मान्यता छ र यस्तो छ हैन। यस्तो छ र यो चाहिँ यो ठुलो चाहिँ उसको शरीर या चाहिँ बँदेलको शरीर रहेको छ हाम्रो मान्यता अनुसार। र यसको पछाडिको भाग चाहिँ यो चाहिँ काटेर लगेको अरे, जुन हाम्रो पुर्खाहरूले शिकार खेल्दै आएर यहाँ छोडेपछि बाँकी रहेको भाग चाहिँ बोक्नु सक्ने चाहिँ काटेर लगेको अवस्था र यो चाहिँ त्योभन्दा बाँकी उता चाहिँ जस्तै यहाँदेखि यता चाहिँ काटेर लगेको अवस्था छ हैन। हेर्दा अलिकति देखिन्छ, थोरै छुट्याउन सकिन्छ, अलिकति तल छ, यो यहाँदेखि चाहिँ माथि छ, यस्तो छ। र यो एउटा किंवदन्ती हो हैन, एउटा मिथक हो। जे भए पनि हामीले हाम्रो मिथकलाई नै आत्मसात गर्दै अगाडि बढिरहेका छौँ, यस्तो अवस्था छ। यो चाहिँ पछाडिको बँदेलको जिउको भाग भनेर हामीले मानेका छौँ यसलाई। र यसको तिर लागेको भाग पनि छ, यसमा देखिन्छ। यो कान्छी अमला जत्रो भाग चाहिँ छिर्छ हैन, हाम्रो कान्छी अमला जत्रो भाग छिर्छ, अलिकति छिर्छ। तर त्यो चाहिँ यो जुन पलाएको, यो ढुङ्गामा पलाएको यो वनस्पतिहरूले चाहिँ अहिले छेकिएको अवस्था रहेछ। मैले थोरै त खोजेँ तर भेटिनँ त्यसमा। र यसको पछाडि अझै पनि अनुसन्धान गर्नै बाँकी छ। हामी युवाहरूले यसलाई अनुसन्धान गर्नुपर्ने अवस्था छ, अर्थात् यसको खोज गर्नुपर्ने अवस्था छ। विशेष यसको के हो त भनेर हैन, र यसको पछाडि हामी खोज गर्ने नै छौँ भन्ने मैले चाहिँ आशा राखेको छु।
त्यस्तो छ। अब यसलाई चाहिँ विशेष गरेर संरक्षण हुँदै आएको अवस्था पनि छ, तर संरक्षण गर्दै गर्दा पनि अझै पनि यसको जीर्णोद्धार गर्नुपर्ने नै मैले चाहिँ देखेको छु। लगभग म चाहिँ 2 वर्षपछि आएँ यस ठाउँमा, यो विशेष पवित्र हाम्रो धार्मिक ठाउँमा। यसलाई चाहिँ सम्पूर्ण गाउँले मिलेर संरक्षण गर्नुपर्ने अवस्था देखेँ। त्यो ढुङ्गाहरूमा झ्याउ पलाएको अवस्था रहेछ, यसलाई चाहिँ सफा गर्नुपर्ने हुन्छ होइन, जस्ताको तस्तै रहनुपर्ने हुन्छ र ठेकाबार त लगाइएको रहेछ, तर पनि अझै पनि यसलाई संरक्षण गर्न आवश्यक देखेँ मैले। बाई।